कान्छा त कहाँ हिँडेको? हिँड्न लागेको अब घर छोडेर रजाई गरेर बस्नु यही माइतीमा। यति थियो होइन इच्छा दाजुभाइलाई निकालेर माइतीमा रजाई गरेर बस्ने? अब त इच्छा पुरा भयो होला नि। माइतीमा खुसी भएर रजाई गरेर बस्नु। अब हिँडेको म। कान्छा भाइ त किन घर छोडेर हिँड्छस्? बरु मै निस्केर गइदिन्छु कान्छा। यसरी घर छोडेर नहिँड। म पो यो घरको लागि बोझ भएँ, दाजुभाइको लागि आँखाको कोसिङ्गर भयो त यो घरको छोरो होस् नि। बस कान्छा जा बस। म जान्छु घर छोडेर। म अहिले जान्छु कान्छा। जा म हिजो अस्ति नै जान्थे, तर के गर्नु जाने ठाउँ कहीँ थिएन। केही दिन रिस गर्ला, त्यसपछि त मेरो भाइको मन पग्लिहाल्छ नि भन्ने आशमा बसेकी थिएँ। तर आज मेरो कारणले तैँले घर छोडेर जान लागिसकिस्। ठिक छ भाइ, त बस। यो घरमा तेरो अधिकार छ। हामी छोरी मान्छेहरूको त माइतीमा जति नै पसिना बगाए पनि कुनै अधिकार नहुँदो रहेछ। जा त बस भाइ बस। म जान्छु। जा कान्छा जा। म यो मकै राखतिर जान्छु है कान्छा। कान्छे भाइले त्यसो भने भन्दैमा के त हिँड्नु खोजे कि?